नमस्ते, म डाक्टर कविता अधिकारी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ। हाल मेट्रो काठमाडौँ महाराजगञ्जमा कार्यरत छु। मैले चाहिँ यहाँ एउटा छोटो मिठो अवेरनेसको बारेमा चाहिँ केही कुराहरू बोल्न चाहेँ है। त्यो भनेको चाहिँ अब मेरो यत्रो 25-26 वर्षको वर्क एक्सपिरियन्समा चाहिँ मैले धेरै दिदीबहिनीहरूलाई देखाएको छु कि जस्तै भनौँ न, अहिले मुख्य समस्या भनेको चाहिँ यो सेतो पानी बग्ने, गनाउने पानी बग्ने होइन। कतिजनाले यस्तो समस्या हुँदाहुँदै पनि लजाएर हुन्छ कि आफूलाई केयर नगरेको हो कि या आफूलाई माया नगरेको हो कि सबै टाइम परिवारलाई नै दिएर हो कि आफूलाई अलिकति पनि टाइम झिक्न नसकेर चाहिँ आउन नसकेको जस्तो लाग्यो होइन। मैले कति केसहरू देखाएको छु जुन बेलामा उहाँहरू आउनुहुन्छ नि, इट्स लाइक अलरेडी लेट हुन्छ कि। सो केही समस्या लाज नमानिकन होइन, आफूलाई त्यस्तो समस्या छ भने इभन आफ्नो परिवारलाई पनि सुनाउन सक्यो, छोराछोरीलाई पनि यस कुरामा भन्न सक्यो। आजकलको बच्चाहरू एकदमै धेरै स्मार्ट हुन्छन्। सो उहाँहरूले एकदमै सजिलै बुझिदिनुहुन्छ आफ्नो मम्मीलाई या दिदीबहिनीलाई के समस्या छ। तर प्लिज आफूलाई आफै माया गर्नु होला। धन्यवाद।